यो ब्लग चाहिँ तपाईँको हिजोको है दादाले फेसबुक र युट्युबमा हाल्नुभएको छ है। हामी भाइरल भएको छु है। मलाई पनि त्यसरी भाइरल गर्नु है, तपाईँहरूलाई देखाउनुलाई मात्रै यो भिडियो ल्याएको है। अन्त यो भिडियो चाहिँ तपाईँको अब के छ भन्दाखेरि मामा अब हुनु त अब हाम्रो मामा है आँखा देख्नु हुँदैन हुनु त हो बिचरा। अनि त्यहाँदेखिको अब बिचरा अनि त्यहाँदेखिको चाहिँ सहयोग पनि दियो है, पैसा पनि दिएको छ हाम्रो रौद्र दाले। अनि त्यहाँदेखिको चाहिँ यो लास्टसम्म हेर्नु है। अनि त्यहाँदेखिको हाम्रो चुङटाङको दादाहरू पनि थियो है। चुङटाङको हाम्रो यहाँ कोदोको रोटी छ हो। कोदोको रोटी एकदमै है नेपालीको फेभरेट हो है। हाम्रो नेपाली कल्चरमा पहिल्यैदेखिको चलिरहेको है, पहिल्यैदेखिको पुर्खैदेखिको चलिरहेको हाम्रो कोदो है। असार 15 गतेतिर खान्छ है यो कोदो चाहिँ। त्यहाँ चाहिँ हाम्रो यहाँ रौद्र दाकोमा चाहिँ एकदमै है डल्ला खालको त्यो प्याज जस्तो हुँदैछ हो। अनि त्यहाँदेखिको त्यसले चाहिँ अब खान्छ अब हाम्रो दाले है। यो चाहिँ अहिले झोल आउँछ, झोलमा चट्टै हातमा चोप्ने स्वाटै निल्ने यति नै हो। खानालाई थप्नु पर्यो भने चाहिँ माग्नुहोस् ढेँडो, अनलिमिटेड पाइन्छ। आजकल डल्लोले काम पुऱ्याउँछ नि त अहिले, हेर न थप्दैन पनि। हाम्रो यहाँ आन्टी त के भएको आन्टी लास लाग्दैन क्या के भएको निन्जा टेक्निक। तपाईँले चाहिँ के खानुभयो? भातै? कहाँ पो उता रोइनी उहाँहरू पनि हुनुहुन्छ। विशेष चाहिँ हाम्रो यहाँ दाजुले आज ल्याएर आएको टिम। अघि भोक लागेर उता भोक लागेर बुढो झन्डै खुस्कियो अरे। मलाई झन् साह्रो पर्यो के भयो जसले पनि अब फोन गर्यो हो, उसलाई पनि गर्छ। अब भाषा नि अब को जान्छ, अब गाडी कसको, त्यही भएर चाहिँ अनरलाई टेन्सन। गाडी घोडा सबै मान्छे अब पैसा आफ्नो तपाईँको चाहिँ के भन्छ? अघि मैले अमिर भने त। अमिर अमिर के हो? मेरो चाहिँ राणा हो। मेरो चाहिँ उयो चाहिँ खासमा चाहिँ अमिर थापा नै हो। खास जात चाहिँ राणा हो। आँखा चाहिँ के भएको? मेरो त्यो पहिला भने त जयबङ्गला निस्कियो, जयबङ्गला निक्लेर चाहिँ यस्तो भएको? यस्तो ठ्याम्मै देख्दैन? अहिले देख्छ? अहिले चाहिँ कसरी खेल्छ हो भन्दा जहाँ पनि अब खतरा पो रहेछ त हौ। चस्मा खोलौँ त एकछिन। कुरा बुझ्यो? खै आँखा एउटा आँखा त यता साइडको चाहिँ देख्दो रहेछ कि क्या हो? अनि कम्ती त्यो छैन। पहिला त मेरो यो त बाहिर पो थियो त। आँखा भातको तातो भात मरिचहरूले उयो सेकेर चाहिँ भित्र हाल्दैन, त्यही भएर चाहिँ डिसब्यालेन्स यता। यो अपरेसन गर्दा हुँदैन? आई डोनेट गर्नुपर्छ। आई डोनेट भेटेको छैन अहिलेसम्म मान्छे? त्यो भेट्नेवाला पनि छैन पनि, हुनेवाला पनि छैन। हुनेवाला पनि छैन। अब सानो उमेर हुन्जेल त अब भेटेन भने चाहिँ अब त्यो के चाहिँ गर्नु? अहिले कति वर्ष भयो? अहिले नभनेको 51 वर्षहरू पुग्यो। बिहा गरेको? बिहा नगरेको? हजुर। के काम गर्नुहुँदैछ आजभोलि? त्यही हो, त्यताउति हो। त्यही त अब कमान बस्तीमा त्यस्तै त हुन्छ, ढुङ्गा मुढा रोडा त्यस्तो त हो। काम टाकटुक गर्छ? म चाहिँ ट्याकटुक नि दाउरा साउरा चिर्चा कसरी हान्छ अन्त बन्चरो चाहिँ? खै एउटा मुढा निकाल्नु न चिलाउनेको बाङ बाङ पारिदिनु। टाकटुक काम चाहिँ ट्याकटुक नि एउटा सिकाउनु चाहिँ हुनु पर्यो। एक पिकअप यहाँ बल्ल जानु न काराको कन्ट्याक्ट लिइहाल्छु। बोक्नु कोडा। अच्छा। ल अब टिम म्यानेजर आइहाल्नु भएछ हो। ल यो मेरो तर्फबाट चाहिँ टिम म्यानेजरलाई ल राखौँ न चिया खाने। टिम म्यानेजरलाई मात्रै हो नि फेरि, त्यो अरूलाई के खान्छ? चियापानी त्यही त हो। अब यहाँ मैले बताउनु त कति रहेछ त्यहाँ? मैले खुद देखिरहेको छु, म भन्दिनँ। म भन्दिनँ। लास्ट खेल्छ होला नि त फेरि गएर टिम म्यानेजर। यस्तो भन्छ लास्ट
यो चाहिँ मेरो यस्तो हुन्छ अब ट्राई चाहिँ यस्तोबाट हुन्छ कि टक्क यस्तो गर्नुपर्छ टक्क यसो गरेपछि चाहिँ चिन्नु त ल त्यो पैसा कति छ चिन्नु एकवटा चिन्नु त त्यो भित्र हालेछ मैले तपाईँलाई गान्धी मोदी ममता सबै मिलाइदिएको आमा छोटो छ यो एउटै रहेछ नि टिम म्यानेजर अब केही भएन ग्रुप हाम्रो यो ग्रुपको चाहिँ म्यानेजर अब भनेन है बुढोले अरूले पनि यहाँ दिदीहरू त कति रहेछ भनेर आइरहेछ भन्दैन त एउटा दुईटा तिनटा चारवटा प्याक छवटा छ हौ यसलाई चाहिँ के गर्दाखेरि यसलाई चाहिँ भाग गर्दा कति भयो सुन्नु नि भोट चाहिँ मलाई नै ल यसपालिको नेताहरू यसरी आउँला भनेको नि यति दिगरी क्या भोट चाहिँ मलाई ल भाइ के गर्ने तपाईँ पल्लोमा भोट माग्नु गएको 5 वर्षमा पनि केही नगर्दा खेदे नि मलाई आज ट्र्याक्टरमा चढेर उडेको नि भनौँ न अब तर 15 दिने 15 दिन यो 15 दिने कति कुरामा दुईटा 15 मिल्यो भने 30 हुन्थ्यो तर 30 हुन सकेन फेरि 30 भन्दा मैले पनि मर्छु नि त मैले चाहिँ त्यही भनेको थिएँ महिना मरेर जानु भने मानेन हो र यहाँ हाम्रो भाइको च्यानलको नाम के छ अरे मिस्टर आले अब भनिराख्नु यहाँ दर्शकलाई के छ भनिराखौँ न यहाँ 2 शब्द दर्शकलाई दादाको च्यानलमा नमस्ते है अन्त दादाको चाहिँ म पुरा हेर्छु है हाम्रो दादा अन्त त्यहाँदेखिको सुकुदाको ज्यादै हेर्छु सुकुदा तपाईँको अन्त म बिग फ्यानै हो तपाईँको अन्त मलाई चाहिँ अलिकति सपोर्ट चाहिन्छ तपाईँको किन भन्दाखेरि मेरो कन्टेन्ट मोटिभेसन भएको छैन अन्त सेकेन्डले मेरो अलिकति प्रोफाइल इस्यु भएको छ अलिकति मद्दत गर्नुहुन्छ भन्ने तपाईँले अलिकति उयो गरिदिनु हुन्छ भन्ने आशा राख्छु ल भाइ हुन्छ राम्रो गर्नु ल भइहाल्छ ल ए हजुर फाक्छ एकदम मिठो ल अब चिया पनि चाहिँ बेसी नखानु है होइन नि म त नामले गर्दा के पर्यो के थरी फ्याबुलो भन कताबाट आयो अर्को क्या फ्याबुलो भन फ्याबुलोबन सेवानगर शिवरबन सेवानी भन शिवानी निन्द्रा ट्याक्ने त्यो त म त गाउँछु आज म आफ्नै बोली सुनेर छकै पऱ्यो होइन मेरो त्यहाँ छ बोली म चाहिँ के भन्न चाहन्छु भने तपाईँहरूलाई चाहिँ एउटा जसले शरीरको अङ्ग गुमायो उहाँहरूकोमा यति धेरै कुछ गर्छु भन्ने एउटा इच्छा शक्ति छ र हामी राम्रो मान्छेले चाहिँ तपाईँहरूलाई सेवा गर्नुपर्छ त्यही धर्म हो गुमाउमा गएर भगवान् किन्नु पनि सकिँदैन डक्टरलाई ज्यान किन्नु पनि सकिँदैन नि त तपाईँले अब मलाई केही नदिनु आशीर्वाद मात्रै दिनुहोस् तपाईँलाई त म त भन्दैछु यति साह्रो त्यतिखेर भनिदिनुहोस् रबरले भनेको छ तिमी 15 दिने रहेछ भनेर तिमी संसारको कुनै पनि कुनामा खप्दैन भनिदिनु महिनामा 30 दिन हुन्छ 31 हुन्छ तर 15 दिन मात्रै रहेछ 15 दिने हो